हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको न्यू ब्लग चाहिँ कसरी नछुटाइदिनु होला होइन। आज पनि म आफ्नै गुरुबाकोट नगरपालिकाको यताउता घुम्दैछु होइन। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला, धेरैजनाले सपोर्ट गरिदिनु होला। बाँकी भिडियो है त त्यसो आज पनि भ्लग बनाउँदैछु। के छ दाजु हालखबर? टक्क प्रचार गरिदिनु पऱ्यो क्या तपाईँको। हाम्रो मोहन दाईको रक्सीको डिलर है, सबैजना अब थाहा छँदैछ। अनि म चाहिँ यहाँ एउटा अब रेडबुल लगेर जान्छु होइन। टक्क चाहिँ 1 लिटर तेल हाल्छु म होइन। 1 लिटर ल्याउनु त तेल। हेरौँ आज यहाँबाट यसो बारीतिरको पनि भिडियो बनाउँदैछु। तपाईँले सपोर्ट गरिदिनु होला है त, कस्तो हुन्छ। र आज अघि भर्खर पानी पनि परेको थियो, अहिले फाटिसक्यो। तपाईँलाई यता दर्चौर अनि के गुनीभन्दा तल के पर्छ त्यो त थाहा होइन। जस जरेको आसपासको रोडहरू, जस बहुमुखी क्याम्पस। कहाँ ए ल आउनु। के काममा जानु लाउनु पर्यो? ए ल ल भ्रमण गर्दैछु, सुरु भइरहेको छ। यही हो ए, तपाईँले यहीँ हाल्नुभयो घर? ए तपाईँलाई चिन्या भइकन रोक्नु ल ल बाटोमा अङ्कल भेटिनु भएको थियो चिनेको। मलाई चाहिँ उहाँको घरसँग छोडिदिएको, नयाँ घर बनाउनु लाग्नु भएको रहेछ। अहिले यो रोड चाहिँ एकदम राम्रो छ है। र पहिला जस्तो बाइक चलाउनु चाहिँ मतलब डर लाग्छ क्या। पहिला जस्तो अब कसरी कुदाएर बाइक चाहिँ अब कुदाउने गरिन्थ्यो, अहिले चाहिँ कुदाउँदिनँ म, त्यसरी डर लाग्छ। एक्सिडेन्ट भएदेखि म चाहिँ बाइक त्यसरी चलाएको पनि छैन र कुदाउनु पनि डर लाग्छ बाइक। यो चाहिँ राइके भन्ने ठाउँ है। धेरै दिनपछि आएको थियो यता। यो चाहिँ हाम्रो के भन्छ
धेरै बहुमुखी क्याम्पस बुटपाको स्टोरी हो यो, देख्न सक्नुहुन्छ। यहाँ पनि एकदम भाइरल रोड है यो। मैले त खिचे हो एकैचोटि, तर कस्तो दामी छ है भ्यूहरू। एकचोटि यहाँ फोटो चाहिँ खिचेको थियो। अब यता तलतिर चाहिँ जरे जाने बाटो, यता चाहिँ गुमी हो। म चाहिँ गुमी जान्छु, जरे त अब के जानु होइन। यताबाट गुमी हुँदै कता हुन्छ अब हेरौँ है। पहिला चाहिँ यतातिर यस्तो झ्याउ लाग्दो रोड थियो कि, पुरै ग्राभिलवालाको रोड थियो। अहिले चाहिँ पिच भएर एकदम राम्रो भएको छ सबैलाई है। जो आवाज गर्नलाई सजिलो भएको छ। गुमीको कृष्णनगर है यो, गुमीको कृष्णनगर हो। अहिले चाहिँ यस्तो भएको छ यो ठाउँ। गुमीको कृष्णनगर है यो, गुमीको कृष्णनगर हो। अहिले चाहिँ यस्तो भएको छ यो ठाउँ। यो चाहिँ शिवनगर है, गुमीकै शिवनगर भन्ने ठाउँ हो। सायद 13 नम्बर पर्छ होला, 13 उता 14 होला। यो 13 नम्बर उता पर्छ। कृष्णनगर भन्दा पनि शिवनगर अलिक ठुलो छ है, हल्का पर्छ बरु। सायद यो भम्का भन्ने है, भम्का नै पर्छ होला। यो चाहिँ दौतोर है साथीहरू, दौतोर यहाँबाट चाहिँ अलिक भ्यू देखिन्थ्यो, अलिक माथिबाट देखिन्छ तर रुखहरू अलिक बढी नै घाँसपातहरूले गर्दा छिटिन्छ है। यस्तो भ्यूहरू छ कि हाम्रो त्यहाँ चाहिँ मेलकुना हो। अब रोकेर के देखाउनु होइन। म चाहिँ यतैबाट यता लाग्छ होइन। यहाँ पनि रोड राम्रो छ है साथीहरू, कस्तो दामी देखिएको छ यार। त्यो बारी चाहिँ खटाङ है। उताबाट अलिअलि देखेको रहेछ, राम्रो। कहाँ छ केटाहरू? म यहीसम्म। हल्का नास्ता लिएर आएको थिएँ, नास्ता खानु पऱ्यो होइन। यसो भेट नजिक बसेर चाहिँ मजाले नास्ता हानिदिउँ भनेर नि। म त एक्लै छु है साथीहरू, कोही पनि छैन, म एक्लै हो। स्ट्यान्ड त ढाँसिन्न के हो, ढाँसेको यहाँ ढुङ्गो रहेछ त्यो यहाँ यसरी रोकेर लटाएर यहाँ भेरीको हेर्नुहोस् दृश्य। पारी चाहिँ खटाङ है। अनि यहाँ पछाडि भ्यू चाहिँ राम्रो आउँदो रहेछ यतातिर, तर आज चाहिँ बादलहरू छैन त्यस्तो। नास्ता पानी थियो यहाँ। अब नास्ता भन्दा पनि के भन्छ, रेडबुल छ। अनि सरी माछा हो, अनि रेडबुल छ होइन। यो खाएर चाहिँ म निस्किने हो।